नमस्ते मेरो युट्युब च्यानलमा सबैजनालाई फेरि पनि म आज पनि आइसकेको छु तपाईहरुको सामु नयाँ भिडियो लिएर। आजको नयाँ भिडियो चाहिँ रहेको छ अर्गानिक लोकल गाजल बनाउने तरिका। गाजल बनाउन लागेको छौं हामी चाहिँ। अनि यो चिसो महिनामा आफैले बनाएको गाजल लायो भने राम्रो हुन्छ रे, फाइदाजनक भएको कारणले घरमै गाजल बनाउन लागेको छौं। हेर्नु होला हामीले चाहिँ यसरी बनाउँछौं। अनि तपाईहरुले चाहिँ कसरी बनाउनुहुन्छ प्लिज कमेन्ट गर्नु है। अर्को ढुङ्गा लिएर आऊ है। भएन, चेप्टेले खान्छ त्यो भएन, ठुलो यो चाहिँ राख्नु त त्यता। यो त्यो माथि चाहिँ कहाँ यो हुन्छ त, हुन्छ यो भित्र के त त्यो भित्र जाइफल मेथी ज्वानो भइगा हो, त्यो चाहिँ छौनी। यहाँबाट नि हावा जान्छ जान्छ। लाइटर लिएर खान्छ तर मर्दैन होला, यहाँ हुप्प भइराछ। लाइटर लिएर त्यसले उता टाँसाइदिएन टसाएको त नि कहाँ टसाउँदै यो भन्दा त। हो गाजल बनाउने तरिका अर्गानिक मम्मी। कभर चाहिँ सुतीकै चाहिन्छ मम्मी त्यो। सुतीको नभए त हुँदैन नि त। ल भयो, एकछिन बस्नु भयो। त्यो फुट्छ भनेर पर्दैन अनि यो ढुङ्गा चाहिँ फुट्छ होला के फुट्दैन। पर्दैन के बाङ्गो भयो कि क्या हो हेर त। अलि यहाँ यता होच्चो भयो के ल्याउनु त के पनि हुँदैन। स्यान लिएर आउनु जान्छ। अनि कालो कहाँ झार्दा नि उल्टो है आ भने चाहिने चाहिँ भन्छ है सामान चाहिँ। यसरी गाजल बनाए गुफाभित्र राखेर। यो निम्नु हुँदैन मम्मी। निभेपछि त नि कहाँबाट आउँछ त कालो। त्यो उवाला हाल्नु के अरे तेल थप्नुपर्छ राति उठेर। त्यो सूर्यमुखी तेल थप है। के गरेको आमालाई उयसमा हालिदियोमा गाजल लाउनु पनि यति धेरै दुःख। बाङ्गै भयो फेताला त्यो होच त्यो होच चाहिँ ठिक छ के हुन्छ कि त्यति हो। हेर्नुहोस् है गाइस, यस्तो कुनामा राखेको छौँ कोठामा, बन्द कोठामा। अनि यसलाई चाहिँ हावाहरू आउनु हुँदैन। हावा आयो भने यो बत्ती निप्छ गाइस है। अनि यसरी बालेर राख्नु भएको छ, यसरी दियोभित्र यसरी गाइस है। काँचको थालले छोपेर अनि यसरी दियोभित्र बत्ती बालेर अनि यो दियोमा पोको पारेको सुतीको कपडा है, त्यो कपडाभित्र चाहिँ के हो ज्वानो मेथी अनि जाइफल राखेर अनि प्योर तोरीको तेलमा है गाइस यसरी राखेको छौँ। अब हेरौँ यसको नतिजा कस्तो हुन्छ। हाम्रो गाजल रेडी। बत्ती चाहिँ निभेछ, मरेछ। किन मर्यो मम्मी हावा आएर? के भयो? तेल सिधेर सिधिसकेको छ गाइस। तेल सिध्यो भने मरेछ। नभए यो रातभरि ल्यायो भने कति पो थाप्नु भने कसले थाप्छ? मर्छ भोलि बनाउन नि फेरि। खोइ किरा आएर मेसको चाहिँ डराएर तेल थपी त्यो यो पोको सबै सिद्धिनुपर्छ। अनि त्यो पुरै डढ्नुपर्छ। त्यो त्यसको त हुन्छ गाजल धेरै। भोलि सिद्धिन्छ त्यो अनि लु खतम बर्बाद। मर्यो ठुक्क फेरि मरेकै हो। मरेछ त हो।
गाजल त गाजल ढुङ्गामा लागेको आएको छैन किरीले केही गर्दैन आइसक्यो ल किरी आयो भने डराएर छोरी नै बोल्दैन क्या हो यो सबै पाकेन भने भोलि फेरि अर्को कपडा राखेर अर्को कपडामा बनाउने फेरि यही अर्को ऊ बल्यो 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 छुपी छुपी गयो बलिरहेछ बल्यो तपाईँले यो घिउ यो मुस्ले भनेर राखेको थियो घिउ खाएपछि होइन कसले ठिकैले यो चाहिँ के मुस्ने त उयो हो छ त अलिअलि आमै टन्नै भएछ त है गाजल छोरा छोरा कति दाबा अनि गयो अरे पर चुप गर्दा होला पुगेन कि हाम्रो त फट्टे खिच्नु आमै गुड कति मरिसक्यो गाजल हाल्ने बट्टा लिएर सर सिरानी मुनि भएर ए छैन सिरानी अङ्कलले लाग्यो अङ्कलको गरेँ मैले अङ्कल गरेँ यहाँ कुरा यार भगाए यहाँ मेला नभएको त सिकाल गिलो भयो कि यहाँ केसको बालम बनाउनु भयो नि तपाईँले त्यत्रो बनाएको दुईवटा बट्टा एउटावटा हरायो एउटावटा कालीको आमाले के गर्यो एउटा चाहिँ यही 4 वर्ष त हानेछ गिलो भयो दुईटामा हाल्ने भनेर ल्याएको दुईटा यहाँ चाहिँ केसको बाबालाई पनि चाहिन्छ अरे खोइ मैले खोल्छु छोरा खोल्दै हो तपाईँको बाबालाई पनि ल मम्मी थोरै हाल्नु यसमा यसमा भयो मम्मी भयो मम्मी यो भरेदेखि लाउनुहुन्छ यो अहिले लाउनु भइहाल्छ छोरा लाउने आज ऊ आमाको हातमा छ यस्तो गरिदिनु अन्त आमाले लाउँछ यस्तो यसरी यहाँ हेर्दा गाजल रेडी भयो